सुदन गुरुङको 32 वर्षमा नागरिकता बनेको छ। अरूको 16 आधार दिनुहुन्छ, प्रमाण दिनुहुन्छ। ए भाइ यहाँ नाम सुदन गुरुङ, जिल्ला गोर्खा, यो सबै मेटेको छ है। वार्ड नम्बर 2 हैन। ल हेर्नुस्, तपाई सीआईबी मा काम गर्नुहुन्थ्यो कि जस्तो लाग्छ बेला बेला तपाईको प्रमाणहरु हेर्दा त। नागरिकता वंशज हैन, बमोजिम नागरिकताको प्रमाणपत्र दिएको मिति 2076 5 महिना 22 गते। तपाईले बोलिरहँदा अलिकति विचार पुर्याउनुहुन्छ कि जे मनमा आयो त्यही बोल्दिने? सुमनाको बुढोको भन्न सक्नुहुन्छ तपाईँ? सीआईए को एजेन्ट यो 150 वटा मोटरसाइकल किनेको थिए एम्बेसी। युएस एम्बेसीबाट जति पनि छ नि सबै सर्कुलर गर्ने त्यही बहिनी हो। युएस एम्बेसी को सर्कुलर गर्ने त्यही रक्षा त्यही बहिनी हो। अर्को के बम भन्ने छ, अर्को भावना राउत, सुमना श्रेष्ठ, बालेन, भिक्टरलाई तपाईँ बारम्बार किन टार्गेट गर्नुहुन्छ त? किन टार्गेट गरेको? हिजोदेखि त भनेको। यो भनिरहँदा तपाईँ पनि कहीँबाट सञ्चालित हुनुहुन्छ भन्ने प्रश्न आउँछ। होइन, त्यहाँको 44,000 टिबेटियनहरूलाई नागरिकता दिने शर्तमा भएको छ। अझै 44,000 हजुरलाई यो शर्तमा अहिलेको सरकार गठन आएको। राति 3:30 बजी अमेरिकन एम्बेसीमा सुशीला कार्की, कुलमान घिसिङदेखि लिएर बालेनहरू, सुदन गुरुङहरू, तपाईँको चाहिँ आँखाको डाक्टर हुनुहुन्छ नि सन्दुक रोय, अनि सबै बारबरा फाउन्डेसनका हुन्। रेणु दाहाल राम्रो भनेको होइन, बालेन भन्दा राम्रो काम चाहिँ रेणु दाहालले गरेको छ। बालेनको भन्दा राम्रो काम ऊ त चिरीबाबु महर्जनले गरेको छ। कोही बौला अभियान्ता नआउनु भनेर स्ट्याटस लेख्ने हामीलाई टार्गेट गरेर। अनि प्रधानमन्त्री चाहिँ कस्तो बनायो को सिफारिस गरेको छ बालेनले भन्दाखेरि बसेर पिछा फेरेर उठ्न नसक्ने मान्छे। फेरि तपाईँ त्यही कुरा भन्नु? त्यही त भन्दैछु त। अनि हो नै त्यही। के अर्को इङ्ग्लिस मलाई आउँदैन, संस्कृति खाइहाले। मालदिभ्समा भएको घटना, बङ्गलादेशमा घट्नु भएको, श्रीलङ्कामा भएको घटना र नेपालमा भएको घटना एउटै टिमले एउटै डिजाइनमा भयो, एउटै डिजाइनमा गरेर एउटै फन्डिङमा भएको छ। उहाँ पोरा बन्दुक भेटेको, यहाँ श्रीमानका अगाडि गुवा मलाई मार्न ल्याएको रहेछ बन्दुक भनेर रुने त्यो अहिलेको गृहमन्त्री यो सरकारले केपिएललाई पनि गर्न सक्दैन, प्रचण्डलाई पनि, बालेनलाई कसैलाई गर्न सक्दैन। कसैले कारबाही गर्न सक्दैन, कसैलाई गर्न सक्दैन। सेनाको अनि प्रशासनको त मनोबल टुटिसकेको छ नि। अनि त्यसरी खोलामा खेदी कुटिया छ त अनि किन गर्छन् त? एकजना व्यक्ति हुनुहुन्छ यो देशमा जसको टिप्पणी पछि चर्चा हुँदो रहेछ। उहाँले कुनै विषयमा बोल्नु भयो भने चर्चा हुँदो रहेछ, विरोध हुँदो रहेछ, समर्थकहरू फेरि समर्थन जनाउनुहुन्छ र उहाँले यो देशको सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूको विषयमा पनि बोल्नमा कमी गर्नुहुन्न। उहाँले सुशीला कार्कीज्यूकै बारेमा एयरपोर्टबाट एउटा अभिव्यक्ति दिनुभयो र देशै तरङ्गित भयो र उहाँको बोलीमा न ओलीलाई छोड्नुहुन्छ, न देउवालाई, न प्रचण्डलाई, एकै नास सबैलाई आफ्नो प्रतिक्रियाहरू दिनुहुन्छ। उहाँको बारेमा धेरै व्याख्या गर्दिनँ म। अहिले यति बेला हामीसँग हुनुहुन्छ बोलीका धनी मेडिकल व्यवसायी दुर्गा परसाईज्यू, स्वागत छ यहाँलाई। नमस्ते। तपाईँले बोलिरहँदा अलिकति विचार पुर्याउनुहुन्छ कि जे मनमा आयो त्यही बोल्दिने? होइन, मैले जति पनि बोलेँ नि त्यो कुरा चाहिँ पुगेको पुगेन त्यो चाहिँ भन्नु न। पुगेको पुगेन, के कुराहरू पुग्छन् के कुरा पुग्दैन? किन पुगेन? मैले भनेको कुरा 100% होइन 5000% पुग्यो। मैले के भनेको थियो? मैले यही जुन यो आन्दोलन छ नि, यो आन्दोलन हुनुभन्दा 10 दिन अगाडि मेरो केन्द्रीय कमिटीको मिटिङमा के भनेको थियो तपाईँलाई थाहा छ? अब यो देशमा हिन्दू अधिराज्य भएन, यो देशमा राज संस्था स्थापना भएन भने सबैभन्दा ठुलो असर भारतलाई पर्छ। भारत 9 टुक्रा हुन्छ र फ्री टिबेट, चाइनाबाट टिबेट फुटाउँछ। त्यो खेल हुँदैछ अनि त्यसको मैदान चाहिँ नेपाल बन्दैछ। त्यसको मैदान अखडा चाहिँ नेपाल बन्दैछ। जस्तो तपाईँको साधुहरूको अखडा थियो नि अस्ति कुम्भ मेला, त्यो अखडा विदेशीहरूको अखडा नेपाल बन्दैछ र नेपालका पनि अखडामा पनि कस्ता मान्छे बन्दैछन्। तपाईँ अहिले एउटा काम गर्नु न, तपाईँलाई सिम्पल कुरो हुन्छ, रक्षा बमको वरिपरि लाग्नुहोस् त के भेट्नुहुन्छ तपाईँहरूले? रक्षा बम जेन्जीको अनुहार हुनुहुन्छ रक्षा बम होइन, त्यो रक्षा बमले को रक्षा बम भने कैलालीको बहिनी हो, उसको वरिपरि र उसको मोबाइल र उसको त्यो उसमा गएर पहिलादेखिको मोबाइल छ नि रेकर्डहरू टेलिकममा होला, पाउनुहोस्, खोजेर हेर्नुहोस् त के भेट्नुहुन्छ। त्यो त सम्बन्धित निकायले गर्ने हो, त्यो सम्बन्धित निकाय नै उनीहरूको छ त। अब कसरी गर्छ? एउटा कुरा मलाई बताउनुहोस् त, अस्ति भर्खरै तपाईँ एयरपोर्टमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूको विषयमा जुन टिप्पणी गर्नुभयो, के टिप्पणी गरेँ मैले?
तपाईँले भन्नुभयो त के भन्नुभयो तपाईँले थाहा छैन विभिन्न मिडियामा आइसकेको छ त के भने मैले भन्नु न त त्यो कुरा भन्नु न सम्माननीय प्रधानमन्त्री हुनलाई त सम्माननीय काम गर्नुपर्छ नि कामै नगरिकन कसरी सम्माननीय हुन्छ देशको महिला प्रधानमन्त्रीको बारेमा त्यत्रो टिप्पणी गर्दा तपाईँले कारबाहीको डर लाग्दैन के को कारबाही कसरी कारबाही गर्छ तपाईँलाई सम्माननीय प्रधानमन्त्री हुनु सम्माननीय प्रधान न्यायाधीश सम्माननीय सब कुछ हुनुपर्छ भने सम्माननीय टाइपको काम गर्नुपर्छ देश टुक्र्याउने काम गर्नु हुँदैन अहिलेको प्रधानमन्त्रीज्यूले देश टुक्र्याउने काम अनि अहिलेको प्रधानमन्त्री के तपाईँलाई चाहिँ केपी ओली भन्दा कतिले लाग्यो प्रचण्ड भन्दा कतिले लाग्यो शेरबहादुर भन्दा कतिले लाग्यो तर जेन्जी पुस्ताले यो विश्वास त त्यही सुशीला होइन कुन जेन्जीले गरेको छ जेन्जीको सरकार होइन यो के को जेन्जीको सरकार हुन्छ जेन्जीका घाइते भइगए जो जेन्जी मरेर गइगए घाइते बेडमै छन् हस्पिटल बेडमै छन् जेन्जीको लडाइँ गराएको छ यो सरकार अबको हप्ता 10 दिन पछाडि कल्याण श्रेष्ठ प्रधानमन्त्री हुने दाउमा छ बुझ्नुभयो पूर्व प्रधान न्यायाधीश अनि यो खेलै कनकमुनि दीक्षित कल्याण श्रेष्ठज्यू त सुशीला कार्कीज्यूको बडो नजिकको मित्र पनि हुनुहुन्छ त्यतिका पश्चिमाहरूले तपाईँको चाहिँ नि तपाईँलाई मैले भने नि 2004 साल 2006 साल 2004 सालमा काङ्ग्रेसको इस्ट्याब्लिस 6 सालमा कम्युनिस्टको इस्ट्याब्लिस 2028 सालमा राजा महेन्द्रको रहस्यमय मृत्यु नयाँ शिक्षा लागू नगर्दा 2000 जब राजा महेन्द्र मरेपछि मारियो नि राजा महेन्द्रलाई मारियो क्या मरेको होइन मारियो 51 वर्षको उमेरमा के कसैले बोल्छ बोल्दैन आज बोल्दाखेरि मान्छे मर्छ यहाँ राष्ट्रप्रेमी मान्छे जसले राष्ट्रको लागि काम गर्छ नि त्यो मान्छेलाई कि मारिन्छ कि पागल बनाइन्छ जसले यो राष्ट्र छक्न खोज्छ नि त्यसलाई सोसियल मिडियाबाट हरेक कुराबाट नि भगवान बनाइन्छ त्यो भनौँ न तपाईँलाई त्यो गर्दै त्यो कुराहरूको खुलासा गर्नुहोस् न सप्रमाण खुलासा गर्नुहोस् न कस्तो अनि प्रमाण मैले अस्ति देखाइदिएको त अनि त्यहाँबाट त्यो प्रमाणमा तपाईँ आउनुहुन्न अनि मलाई खुलासा भन्नुहुन्छ मेरो पेजमा गएर हेर्नुहोस् न मैले हालिदिएको छ त बार फाउन्डेसन के हो यो त सबै सुशीला कार्कीदेखि लिएर कनकमुनि दीक्षित अरे कुलमान घिसिङदेखि लिएर बालेनहरू सुदन गुरुङहरू तपाईँको चाहिँ आँखाको डाक्टर हुनुहुन्छ नि सन्दुक रोय अनि सबै बारबारा फाउन्डेसनका हुन् त अनि अहिले बारबारा फाउन्डेसनको चाहिँ सरकार छ त तपाईँलाई छैन थाहा बारबारा फाउन्डेसनको सरकार हो एनजिओको सरकार हो आइएनजिओको सरकार हो यो नेपाली जनताको सरकार हो कहाँबाट नेपाली जनताको छ यो बोलिरहँदा फेरि तपाईँ टार्गेटमा पर्नुहुन्छ जस्तो लाग्छ के टार्गेटमा पर्नुहुन्छ मृत्यु सबै के धेरै भने मर्ने होइन तपाईँले एउटा अन्तर्वार्तामा भन्दै हुनुहुन्थ्यो मलाई इङ्ग्लिस आएको भए इङ्ग्लिस सिकेको भए तपाईँ पनि आज बारबारा फाउन्डेसनको हुने रहेछ तर भएन भगवान्लाई धन्यवाद छ तपाईँलाई म भनौँ एउटा कुरो यसको सबैभन्दा खेलाडी मान्छे भनेको 72 सालमा संविधान जारी गराइयो राज संस्था सकियो संविधान जारी गराइयो धर्मनिरपेक्ष बनाइयो त्यहाँबाट यो पुरानो पात्र काङ्ग्रेस एमाले माओवादीको काम सकियो यिनीहरूलाई त्यहाँबाट साइड लगाउनलाई नयाँ पार्टीको डिजाइन गरियो नयाँ पार्टीको डिजाइन गर्दाखेरि त कि त जनयुद्ध लड्नु पऱ्यो कि त लडाइँ लड्नु पऱ्यो कि त केही न केही त हुनु पऱ्यो नि त्यतिकै परिवर्तनको लागि त केही त हुनु पऱ्यो अब त्यस पछाडि के गरियो भन्दाखेरि तपाईँको गोविन्द केसीलाई सुताइयो टिचिङ हस्पिटलमा स्वास्थ्य र शिक्षा फ्री गर्ने भनेर विवेकशील साझा पार्टी खडा गरेर कागजको टोपी लगाएर माइतीघर मण्डेलामा उभियाइयो 13 वर्ष अगाडिदेखि यो 13 वर्ष अगाडिदेखिको यो प्लान हो सुन्नुहोस् कुरो त्यस पछाडि के गरियो अब नयाँ दल त खडा गर्नु पर्यो नि त पुरानो दलबाट काम हुँदैन पुरानो दलको काम त सकियो 4 सालबाट 72 सालसम्ममा सकियो संविधान जारी गराउनु थियो राजदरबारको हत्याकाण्ड थियो सबै सकियो यो दरबार हत्याकाण्ड चाहिँ कसले गरायो यो सबै यिनीहरूकै डिजाइनमा हो सबै नेताहरू सबै पश्चिमाको डिजाइनमा भयो मलाई मार मलाई झुन्याओ मेरो घरमा लकेट लन्छ राधा हाल खान तर म नेपालीको लागि नेपाल भूमिको लागि म दुर्गा माताको भक्त हुँ बोल्न छोडिदिएँ कुरो बुझ्नुभयो त्यसले गर्दाखेरि तपाईँले एउटा कुरो के बुझ्नुहोस् भने जब विवेकशील साझा पार्टी खडा गर्न खोजियो विवेकशील साझा पार्टी उठेन विवेकशील साझा पार्टी डिजल्भ भयो विवेकशील साझा पार्टी डिजल्भ भइसकेपछि विवेकशील साझा पार्टीका 70% मान्छे अब दुईटा पात्र खडा गरियो एउटा फेलियर भएपछि विवेकशील फेरिएपछि दुईटा पात्र खडा गरियो एउटा रवि लामिछाने रासोपा पनि रासपामा 70% मान्छे छन् विवेकशील साझा पार्टीका यो कनकमुनि सुशीला कार्कीहरूको पार्टी हो सुन्नु न कुरो त्यस पछाडि 30% चाहिँ बालनको वरिपरि छन् 70% रासोपामा 30% बालनकोमा सुमना श्रेष्ठ रासोको माग्नुहुन्थ्यो तर बालनलाई घुमाउँथे सुमनाको बुढोको
भन्न सक्नुहुन्छ तपाईँ? सिआइएको एजेन्ट हो। कसैले भन्छ यसरी? यो त्यो आधार हुनु पर्यो नि त, कसैलाई एजेन्ट बनाउ। हिजोसम्म अब बालेन पनि एजेन्ट भन्छ त हो त। तपाईँले एउटा नामै लिनु भएको छ त। किन बालेनको भगवान्हरू नाम नलिने? यहाँ बालेनलाई कस्तो बनायो सोसियल मिडियाले? क्या बालेनले एम्बुलेन्स दियो भन्छ के? बालेनको बुवाको घरबाट ल्याएर बाँडेको हो? नेपाल सरकारको पैसा होइन, हामीले ट्याक्स बुझाएको। बालेनले बिजुलीको पोल हाले, बत्ती हाले भनेर आउँछ मिडियामा नि। तपाईँहरू पनि त हो नि अस्ति बालेन बोकेर कुद्ने। बालेनले गरेको हो, बिजुलीको पोल ल्याएको हो, नेपाल सरकारको पैसा होइन। कसैले पनि बोकेर हिँड्दैनौँ। स्कुलमा बालेनले 10% छुट गराउनु भयो, लागू गराउनु भयो। स्कुल त हाम्रो भयो त, हामीले गराएको छ। बालेनले घरबाट पैसा ल्याएर तिरेको छ फिस। तर त्यो काम पनि त अन्य नेताले गरेन नि। जुन बालेनले गर्यो त्यो अन्य नेताले त मेरा भाइ सबैले गरेको छ। अरूले सोसियल मिडिया चलाएनन्, पश्चिमाहरूको डिजाइनमा गएनन्, गरेको छैन। उता भरतपुरमा रेणु दालले गरेको छैन। बालेनको भन्दा राम्रो बाटोहरू बनाएको छ। बालेन भन्दा राम्रो रेणु दाल तपाईँको नजरमा? रेणु दाल राम्रो भनेको होइन, बालेन भन्दा राम्रो काम चाहिँ रेणु दालले गरेको छ। बालेनको भन्दा राम्रो काम ऊ त चिरीबाबु महर्जनले गरेको छ। यो कुरा मान्नुहुन्छ? यो त पत्याउँछु। पत्याउनुहुन्छ होइन? अनि यो पत्याएपछि सकियो नि। तपाईँले एउटा कुरो के बुझ्नु भने नि, जे पनि बोलिदिन्छन्। मैले जे पनि बोलेको होइन, सत्य कुरा बोलेको। जे पनि बोलेको होइन, सत्य कुरा बोलेको। दुर्गा प्रसादज्यूले मिडियामा आउनलाई, चर्चा पाउनलाई अथवा जनताको सुनौँ न, मैले एउटा कुरा के बोलेको भने नि, जेएनजीको आन्दोलन भयो। जेएनजीको आन्दोलनमा बालेनले के भन्यो भने 28 वर्षदेखि मुनि 13 वर्षदेखि माथिको यो नितान्त जेएनजीको आन्दोलन हो, हामी पनि जान मिल्दैन। कोही बौला अभियान त नआउनु भनेर स्ट्याटस लेख्ने हामीलाई टार्गेट गरेर। अनि प्रधानमन्त्री चाहिँ कस्तो बनायो को सिफारिस गरेको छ बालेनले भन्दाखेरि बसेर पिछा फेरेर उठ्न नसक्ने मान्छे। फेरि तपाईँ त्यही कुरा भन्नु? त्यही त भन्दैछु त। अनि हो नै त्यही। के अर्को इङ्ग्लिस मलाई आउँदैन, संस्कृति खाइहाले। संस्कृति त नयाँ शिक्षा लागू गरेर खाइहाले। सम्माननीय प्रधानमन्त्रीको बारेमा सम्माननीय प्रधानमन्त्रीले पिछा फेर्दिनन्? बसेर पिछा फेर्नु पर्दैन? बसेर पिछा फेर्नु। तर त्यो टिप्पणी जुन तपाईँ गर्दै हुनुहुन्छ एउटा प्रधानमन्त्रीको विषयमा गर्दै हुनुहुन्छ नि, अलिक विचार पुर्याएर शब्दलाई चयन गरेर कुन? अनि मैले के तपाईँ हामी साथीमा जाँदा ए साथी म पिछा फेरेर आउँछु भन्छौँ कि भन्दैन? तर साथीमा भन्नु र मिडियामा भन्नुको फरक। मिडियामा भन्नु र साथीमा भन्नु नेपाली लोकल। तपाईँ आफ्नो घरमा के बोल्दै हुनुहुन्छ त्योदेखि मतलब भएन नि, तर बाहिर तपाईँलाई यो ठुलो शब्द होइन, यो नेपाली टिपिकल शब्द हो। हामीले नेपालीपन खोजेको। एउटा कुरा 23 र 24 गते जुन तपाईँलाई अझै घटना भयो, तपाईँलाई भन्दैछु त, सुशीला कार्कीलाई मैले नराम्रो भनेको होइन। मैले भन्नु खोजेको के भने जेएनजीको सरकार हो भने त उमेर भएको केटा हुनु पर्थ्यो नि। किन 72 वर्षको केपी ओलीलाई उठाएर हटाएर 75 वर्षको महिलालाई ल्याइयो? हिँड्न नसक्ने महिलालाई। त्यो प्रश्न गर्नुहोस् न। होइन म भन्दैछु त, बसेर उठ्न नसक्ने मान्छेलाई। अहिले सुशीला आन्टीलाई के भइरहेछ अरे भने सम्माननीय प्रधानमन्त्री नै भन्छु, पोस्टले त्यहाँ पुर्यायो। उहाँले त मेरो मेडिकल कलेज रोकेको हो। हेर्नुहोस्, ओमरियालले मेरो मेडिकल कलेजले एफिलिएसन पाउनु हुँदैन भनेर उति सर्वोच्च अदालतमा बहस गरेको माननीय श्री कुमार चुडाल हुनुहुन्छ, माननीय सारङ्ग श्रेष्ठ हुनुहुन्छ। अनि त्यही दिन चाहिँ फेरि के परेछ नि, मेरो बन्दुक पनि पक्रेछ क्या त्यहाँ सर्वोच्चमा। डराएर फेरि सबै सर्वोच्च अदालत श्रीमान मलाई त मार्ने प्लान रहेछ भनेर अहिलेको गृहमन्त्री रुँदै थियो त्यहाँ बहस गर्दाखेरि। अनि बाहिर पक्रेको हतियारले तपाईँलाई यहाँ मार्छ भनेर श्रीमानले बहस पनि कुरा पनि गर्नुभयो होइन। म मेरो सुरक्षाको लागि त मैले हतियार लिएको सेफमा राख्नलाई होइन नि त, सँगै लिएर पो हिँड्नलाई त हो कि नि? न्यु खोज्यो भने शिकार खेल्नु परेन? कस्तो खालको हुन्छ हतियार? केको लागि लिने? आफूलाई परि आयो भने ठोक्नु परेन? त्यसको लागि हतियार लिएको। मेरो कुरा स्पष्ट छ। तर तपाईँले एउटा कुरो के बुझ्नुहुन्छ भनेदेखि सुशीला दिदीको विषयमा मैले त्यो नराम्रो भने होइन। के भने चुनाव गराउन आयो नि सरकार। सुशीला कार्की तपाईँको दिदी कि आन्टी? दिदी भने पनि हुन्छ, आन्टी भने पनि हुन्छ, आमा भने पनि हुन्छ। मेरो आमा अब 85 वर्ष 86 वर्षको हुनुहुन्छ, उहाँ 75 वर्षको हुनुहुन्छ। तपाईँलाई म एउटा कुरो के भन्नु भने उहाँ गोविन्द केसी बोक्ने यो देशमा शिक्षा स्वास्थ्य हुनु हुँदैन भन्नेको नाइकै हो। र तपाईँलाई म एउटा कुरा भन्छु, आज कनकमुनि दीक्षितलाई त्यो हाम्रो के अरे लोकमान सिंह कार्कीले थुन्दाखेरि लोकमान सिंह कार्कीलाई त्यो कनकमुनि दीक्षितलाई छोड्ने मान्छे हुन् आजभन्दा 10-12 वर्ष अगाडि भनेपछि पश्चिमाको कनेक्सन कहाँ रहेछ? यो सरकार भनेको आइएनजिओ र एनजिओको सरकार हो। त्यसैले गर्दाखेरि मैले केपी ओलीलाई पनि भनेको हो, भ्रष्टाचार विरुद्धको जग त दुर्गा प्रसादले बसाएको हो नि त। सत्य कुरा त बाहिर ल्याइदिएको हो नि त। त्यो सत्य कुरा भ्रष्टाचार विरुद्धको कुरा उठाउँदाखेरि आज म थुनिएको हो होइन, त्यतिखेर थुनिएको हो नि त। तपाईँले त अराजकता मचाउनु भयो, त्यही भएर थुनियो नि त। के चेला अराजक? भ्रष्टाचार विरुद्धको आवाज उठाउँदा थुनिएन नि, थिम्पुनेको घटनापछि थुनियो नि। किन त्योभन्दा अगाडि मैले कम्बोडियाको कुरो ल्याउँदाखेरि मैले 31 दिन थुनिएको होइन? तपाईँ कहाँ हुनुहुन्छ?
तपाईँलाई त्यो 3 गुणेमा अराजकता मैले मचाएको कि केपी ओलीले मचाएको? हामी त आन्दोलन घोषणाको तयारी गरेर जाँदैथ्यौँ, तर हामीलाई जानुभन्दा पहिल्यै गोली हानियो कि हानिएन हामी पुग्नुभन्दा अगाडि, त्यसलाई अराजकता भन्छ भनेपछि अहिले पनि केपी ओलीहरूले त्यही सोचे जेएनजीलाई। तर जेएनजीको माग भनेको, जेएनजीको असली कुरा भनेको दुईवटा थियो, एउटा सोसियल मिडिया, एउटा भ्रष्टाचार। तर जेएनजीले भन्छ सोसियल मिडिया हाम्रो मुद्दै थिएन त, भ्रष्टाचार र सुशासनको मुद्दा थियो हाम्रो। त्यही त, भ्रष्टाचार र सुशासनको मुद्दा थियो। जे भने पनि उनीहरूको माग त पुरा भएन। अब जेएनजी कहाँ पुग्यो अहिले? जेएनजीलाई टेकेर सुशीला कार्की प्रधानमन्त्री भइन्, यस्तो जेएनजी प्रधानमन्त्री भइन्। यस्तो भन्दा त फेरि तपाईँले अस्ति ठ्याक्कै केपी ओलीज्यूले पनि भने केपी ओलीले भनेको त ठिकै हो नि त, तर अब गाली गर्छ। तर एउटा कुरो, केपी ओलीको कुरामा तपाईँ सहमत हुनुहुन्छ? होइन, त्यो कुरामा चाहिँ म सहमत छु, किनभने चुनावै गराउनु थियो भने केपी ओलीले नै गराइहाल्थ्यो नि। चुनाव गराउन यत्रो किन, तपाईँलाई चुनाव गराउनको लागि यत्रो सिंहदरबारमा किन आगो लगाइयो? सर्वोच्च अदालतमा किन आगो लगाइयो? के छानबिन के हुनु, आगो लागिसक्यो। 26 खरबको सम्पत्ति जल्यो अरे, 26 खरबको सम्पत्ति जल्यो, उद्योग धन्दा सबै घरमा आगो लाग्यो। हेर्नुहोस्, 75-76 जना बच्चा मरे, अनि अहिले चुनावको कुरो गर्ने? अनि यो सरकारलाई दुर्गा प्रसादले मानिदिनु पर्ने? अनि यो प्रधानमन्त्रीलाई मैले महान भनिदिनु पर्ने? तपाईँको कुरा मैले के भगवान् लक्ष्मी भनेर जानुपर्ने, सरस्वती भनेर? तर जेएनजी पुस्ताले पत्याएको त त्यही सुशीला कार्की कि माता दुर्गा भनेर जानुपर्ने? आखिर जेएनजीले त त्यही दुर्गा प्रसाईको, जेएनजी त 125 टुक्रा भइसके बर्मजियाको पेडा जस्तो। अहिले मन्त्रीमा जानेको पुरुषोत्तम यादव, 40 वर्षको केटा। पुरुषोत्तम यादव 40 वर्षको कहाँ हो र? किन भएन? पुरुषोत्तम महिनामा 6 महिना बसेको यार मेरो स्वकीय सचिवालयमा। तपाईँ कहाँ हुन्छ? पुरुषोत्तम यादवको 40 वर्ष कहाँ हो? त जेएनजी हो नि त। कुन जेएनजी? 27 वर्षको होइन? कसले भनेको 27 वर्षको? कहाँ हुनुहुन्छ तपाईँ? पुरुषोत्तम भाइलाई सुदन गुरुङले 32 वर्षको उमेरमा नागरिकता बनाएको छ। म नागरिकता देखाइदिउँ? सुदन गुरुङको 32 वर्षमा नागरिकता बनेको छ। अरूको 16 आधार दिनुहुन्छ, प्रमाण दिनुहुन्छ? ए भाइ यहाँ ल्याउ प्रमाण अहिले नै यही अन्तर्वार्तामा दिनुहुन्छ। दर्शक पनि उहाँले सुदन गुरुङजीको विषयमा कुरा गर्नुभयो, मैले उहाँलाई प्रमाण आधार देखाउने कुरा गरेको छु। उहाँ आफ्नो आधार प्रमाण देखाउँदै हुनुहुन्छ। 32 वर्षको उमेरमा सुदन गुरुङजीको नागरिकता बनेको यो गम्भीर प्रश्न आज दुर्गा प्रसाईद्वारा उठाइएको छ। यसको निष्पक्ष छानबिन हुनुपर्छ यदि यो कुरा साँचो हो भने। होइन भने तपाईँ कारबाहीको लागि तयार हुनुहुन्छ? तपाईँ के मलाई कारबाही गराउन आउनु भएको र? होइन, तपाईँ भन्दै हुनुहुन्छ, आरोप लगाउँदै हुनुहुन्छ नि त। के आरोप लगाएँ मैले? सुदन गुरुङजीको 32 वर्षमा नागरिकता लिनु भएको छ भनेर। नाम सुदन गुरुङ, जिल्ला गोर्खा, यो सबै मेटेको छ है। वार्ड नम्बर 2 होइन? ल हेर्नुहोस्, यो होइन, यो होइन। अब तपाईँ सिआइबीमा काम गर्नुहुन्थ्यो कि जस्तो लाग्छ बेला बेला तपाईँको प्रमाणहरू हेर्दा त। नागरिकता वंशज होइन, बमोजिम नागरिकताको प्रमाणपत्र दिएको मिति 2076 5 महिना 22 गते। 2076 5 महिना 22 गते। यो हामीलाई दिन मिल्छ? हामी दर्शकलाई देखाउन मिल्छ? होइन, यो त म तपाईँलाई दिइहाल्छु नि। यो दर्शक पनि म यहाँबाट देखाउँ, यो फोटो देखाउँ तपाईँ? तपाईँकोमा त्यो गरिदिन्छु, तपाईँले हाल्नु न। ल, म उहाँले दिएको प्रमाण म आज स्क्रिनमा राखिरहेको छु। यसमा के सत्यता छ? यो सरकारले राज्यद्वारा यसको छानबिन हुनुपर्छ, जोरदार माग। होइन होइन, अब गोर्खा भनेको छ, यी हरेक कुराहरू मेटेका छन्। यी मेट्नुपर्ने कारण के हुन्? यी मेट्नुपर्ने कारण के? डकुमेन्ट तपाईँले कहाँबाट आउँछ? यो मेट्नुपर्ने कारण के हो? अब म अहिले तपाईँलाई अर्को कुरो देखाउँछु। यिनीहरूको लाइभ छ मसँग, लाइभ तपाईँले हेर्नु होला। अब तपाईँको यहाँ तपाईँले त जेएनजीहरूले व्यापक कल गरेका छन् है? जेएनजीहरूद्वारा बढी कल आउँछ तपाईँलाई त्यो स्क्रिनमा हेर्दा। म नाम लिन कसैको होइन, सबै आउँछ, सबै आउँछ, कनेक्सन सबै ठिक छ। मैले देखिरहेको छु। दर्शक पनि उहाँको मोबाइलमा जुन वाट्सएप हामी देखिरहेछौँ त्यहाँ चाहिँ प्राय जेएनजीको कलहरू आएको हामीले देखिरहेछौँ। जेएनजीहरू तपाईँको पुरै टचमा छन्? 95% चाहिँ जेएनजीले मलाई साथ दिएको छ। साँच्चीकै जेएनजीले यो व्यवस्था परिवर्तन गर्न चाहने, संविधान हटाउन चाहने सबैले मलाई। ठिक छ, यो डकुमेन्टहरूको बारेमा म तपाईँलाई अर्को एउटा देखाउँछु। यो तपाईँसँग सुदन गुरुङको कनेक्सन पनि देखाइन्छु एउटा, अनि तपाईँ क्लियर हुनुहुन्छ। त्यो यो एकदमै एक्सक्लुसिभ र एकदमै गम्भीर विषयमा आज हामी कुरा गर्दैछौँ र उहाँले हामीलाई केही प्रमाणहरू सुदन गुरुङको विषयमा उहाँ देखाउँदै हुनुहुन्छ। बराक, बङ्गलादेशको बराक हो।
जसले बङ्गलादेशको सत्ता उल्टायो। उहाँसँग उहाँको फोटो छ, सुदन गुरुङको फोटो छ। यो त कुनै कार्यक्रमको फोटो जस्तो हो, लागिरहेछ। एकै ठाउँमा ट्रेनिङ दिएको। बङ्गलादेशमा यसरी फोटो पल्टाउने, यता एकचोटि देखाइदिनुस् न। बङ्गलादेशमा यसरी पल्टाउने होइन, ल हेर्नुहोस्। उहाँले नै बङ्गलादेशमा त्यो गर्नुभएको थियो। उयो म तपाईँलाई यो पनि पठाइदिन्छु। अब तपाईँकै हेर्नुहोस्, यहाँबाट यो यसमा लेखेकै छ होइन, यहाँ हेर्नुहोस् नेपालको। ठिक छ, यो सबै हामी लिन्छौँ। बालेन सर है, यहाँ हेर्नुहोस्, यो बङ्गलादेश उसो मालदिप्सको। ओ, बालेनसँगको फोटो। मालदिप्समा भएको घटना, बङ्गलादेशमा घट्नु भएको, श्रीलङ्कामा भएको घटना र नेपालमा भएको घटना एउटै टिमले एउटै डिजाइनमा भयो, एउटै डिजाइनमा गरेर एउटै फन्डिङमा भएको छ, सरकार गिराउने। तपाईँलाई मैले दाजुभाइको नाताले तपाईँले अस्ति त्यो बोल्नुभयो नि मलाई खतरा छ भनेर, तपाईँलाई भन्दा बढी खतरा मलाई छ। मैले त यिनीहरूको जुन छ नि आन्द्रा भुँडी कोट त्याइदिएको, अस्ति त 10% मात्रै देखाएको, अब 20% देखाउँदैछु फेरि। भर्खर मात्रै बारबारा फाउन्डेसनमा 70 करोड रुपियाँ आएको छ, भर्खर मात्रै। बारबारा फाउन्डेसनको एकाउन्टमा अहिले 70 करोड रुपियाँ एकाउन्टमै छ। अब कहाँ छ थाहा छैन। बारबारा फाउन्डेसनमा 70 करोड आएको छ। त्यो अनुसार अहिले अब यिनीहरूले के छ भने यिनीहरूको प्लान भनेको सबै देशै कब्जा गर्ने, चुनाव गराएर लिगल्ली रूपमा देश कब्जा गर्ने, 165 ठाउँमा संसद उठाउने। अनि तपाईँले बुझ्नुभएको छ सागर ढकाल को हुन्? सागर ढकाल इन्जिनियर सागर ढकाल शेरबहादुर देउवासँग चुनाव लड्नु भएको थियो, त्यति बुझ्नुहुन्छ होइन? उहाँ जहिले पनि यो क्रिटिकल कन्डिसनमा नेपाल आउनुहुन्छ, त्यहाँदेखि उता जहिले साउथ अफ्रिका बस्नुहुन्छ, एनजिओमा त काम गर्नुहुन्छ, सबै त्यही हो। योमा सागर ढकाल पनि इन्भल्भ हुनुहुन्छ, सबैजना इन्भल्भ छन् यसमा। तपाईँले कस्तो खालको गर्ने, यहाँ सुन्नुहोस्, यसमा 1000 मान्छे छन् इन्भल्भ। 1000 पढे लेखेको, टाई लाउने, 5 स्टार होटलमा जति सेमिनार हुन्छ नि कुहिरहेको ठाउँमा, त्यो सबै डलरमा। यसको मेन मुख्य नाम लिनु पर्यो भने एमालेबाट पहिला योगेश भट्टराई, रामकुमारी झाँक्री थिइन्, पार्टी त्यतिखेर चलाउँदा गोविन्द केसी बोक्दाखेरि। काङ्ग्रेसबाट गगन थापा, विश्वप्रकाश शर्माहरू, बाबुराम भट्टराई, माओवादीबाट गिरिराजमणि पोखरेल, नारायण गाई श्रेष्ठ, त्यसरी समातेको थियो क्या यिनीहरूले पार्टी। बुझ्नुभयो? अब यो पार्टीको काम सकिएपछि नयाँ पार्टी नै यिनीहरूले इस्टाब्लिस गरेर बालेनलाई अगाडि बढाएर नीतिगत रूपमा 165 ठाउँमा चुनाव जिताएर पैसाको भरमा सबै सोसियल मिडियाबाट उ गरेर अनि त्यहाँबाट यो देशमा सेना उतारेर देश एकलौटी सेना आउँछ यो देशमा। यो देशमा उता पश्चिमबाट आउने युएनको सेना ल्याउने, देश असफल बनाएर शान्ति सेना भनेर उनीहरूलाई ल्याउने। गाजा भन्दै थियो यो देश, गाजा भन्छ नि, गाजा। मैले किन 1 लाख रुपियाँ 1 लाख रुपियाँ तलब किन बनाउने सेना पुलिसको भने 1 लाख रुपियाँ पैसा, त्यही बिचरा 1 लाख रुपियाँ पैसा पनि हुँदैन त्यो बाहिर जाँदाखेरि, युएनमा जानको लागि हो नि त उनीहरूलाई आश। यी मैले 1 लाख रुपियाँ, हामीले 1 लाख रुपियाँ दियौँ भने उसलाई युएनको आश हुँदैन, आत्मनिर्भर बन्छ नि, अनि राष्ट्रको लागि लड्छ क्या त्यो सेना। नेपाली सेनाको भूमिका कस्तो लाग्छ यो सबै अवस्थामा? होइन, अब सबै हेर्नुहोस्, एउटा कुरो के छ भने यो देशमा नेपालीहरूको भरोसा छैन, कसैको पनि भरोसा। जहाँ राजा रानी मरे, जहाँ पशुपतिको मन्दिर भत्काइन खोजिन्छ, तपाईँ कसको विश्वास गर्नुहुन्छ? त्यही भएर त राजा ज्ञानेन्द्र चुप लागेर बस्नुभएको। यो एउटा कुरा त यो सबै कुरा गरिरहँदा सबैमा एउटा भिडियो अहिले तपाईँको एकदमै भाइरल भइरहेछ। छठपछि तपाईँहरू ग्यास, पेट्रोल, चावल सबै स्टक गर्नुहोस् भनेर त्यो एक प्रकारको नेपाली जनतामा त्रास छ। छठपछि के हुन्छ कि भन्ने त्रास छ। छठपछि यो व्यवस्था परिवर्तन हुन्छ। हिजो गाँठो जहाँ परेको छ त्यो गाँठो त्यहीँ फुक्छ, फुकाउनुपर्छ। किरात बौद्ध सहित फेरि तोडफोड हुन्छ, फेरि आगजनी हुन्छ, अब तोडफोड गोली चल्छ। अब त तोडफोड गर्ने आगजनी गर्ने चिज त सबै डराइहाले, सबै सकिसक्यो त कहाँ गर्नु अब तोडफोड। अनि 1 महिनासम्मको सामानहरू किनेर स्टकमा राख्नु भनेको नेपाल बन्द गर्ने, व्यवस्था परिवर्तन गर्ने, यो संविधान फ्याँक्ने, यी राष्ट्रपति पनि लखेट्ने, उपराष्ट्रपति पनि लखेट्ने, यी नेता पनि लखेट्ने। यो भनिरहँदा तपाईँ पनि कहीँबाट सञ्चालित हुनुहुन्छ भन्ने प्रश्न आउँछ कि होइन? यी एनजिओ पनि लखेट्ने, आइएनजिओ पनि लखेट्ने, म कहीँबाट सञ्चालित छैन। त्यही त तपाईँले यत्रो प्रमाणसहित विभिन्न मिडियाहरूमा आउनुहुन्छ होइन? यो सबै भनिरहँदा फेरि तपाईँको पनि केही प्रमाण आउँछ कि? मेरो प्रमाण ल्याउनु न पहिला, मान्छेले भन्न सक्छ नि त दुर्गा प्रसादज्यू पनि कहीँबाट परिचालित। कहाँबाट परिचालित हुनु? म कसले मलाई परिचालन गर्छ? छठपछिको जुन आन्दोलन हुन्छ त्यसमा राप्रपाले तपाईँले साथ दिन्छ? राप्रपाले त अस्ति मलाई 3 गुणेमा धोका दियो नि। जति पनि लिडर छन् नि नेपालमा, जानेर नजानेर बारबारा फाउन्डेसनको पैसा खाएका छन्। यी कसैले पनि साथ दिँदैन, नेताले साथ दिँदैनन्,
देश जोगाउने राष्ट्रभक्त जस्तो पत्रकारहरू थियो नि त धेरै पत्रकारहरूलाई उ भएपछि जस्तो तपाईँलाई चित्त बुझेन नि तपाईँले जब गेम बुझेपछि तपाईँ निस्किनु भयो नि त मलाई खतरा छ भनेर टिओबीको विषयमा तपाईँले ल्याउनु भयो नि टिओबीलाई 150वटा मोटरसाइकल किनेको थियो एम्बेसीले बुलेट मोटरसाइकल टिओबीलाई 150वटा तपाईँलाई थाहा छ यहाँ तपाईँको पुलिसको हतियारहरू जति लुटिएको छ नि तपाईँले एउटा अन्तर्वार्तामा भन्दै हुनुहुन्थ्यो भर्खर सरकार गठन भएको थियो त्यति बेला तपाईँ भन्दै हुनुहुन्थ्यो सरकार यो गठन प्रक्रिया जुन भएको छ यसमा कति तिब्बतीयनहरूलाई नागरिकता दिने सहमति भएको भनेको के हो त्यो अलिकति यहाँको 44,000 टिबेटियनहरूलाई नागरिकता दिने शर्तमा भएको छ अझै 44,000 हजुरलाई यो शर्तमा अहिलेको सरकार गठन आएको राति 3:30 बजी अमेरिकन एम्बेसीमा सुशीला कार्की अरे यार मलाई पनि त आर्मीले बोलाएर प्रधानमन्त्रीको कुरा आउँदाखेरि म यो सब कुरो के भएको थियो एउटा कुरा जनतामा अन्यलता छ तपाईँ जुन सेनाकोमा जानु भएको थियो त्यो के कुरा भएर निस्किनु भएको थियो सेना होइन अब त्यो यस्तो थियो सेना त भयङ्कर अप्ठ्यारो स्थितिमा थियो देश आगो लागिरहेको थियो देशको प्रमुख प्रशासकीय भनेको त सिंहदरबार त्यसमा आगो लागिरहेको थियो कसको मन रोको थिएन जब सिंहदरबारमा आगो लागेपछि जब सिंहदरबारमा आगो लाग्दै गर्दाखेरि तपाईँले के बुझ्नुहोस् भने बालेनको दमकल आउनुपर्ने ठाउँमा बालेनका मान्छेले सिंहदरबारमा आगो लाउनेलाई झेल्याएर पानी बाँडे तर सिंहदरबार सर्वोच्च अदालत बालेनले त स्ट्याटसमा देखाइसक्नु भएको छ त हाम्रो दमकल गएको थियो कुन ठाउँमा गयो सिंहदरबारमा गएको थियो जलिसकेपछि गयो अनि खरानी उठाउन त्यो अवस्था नै थिएन नि तेस्रो 24 गते बाहिर सडकमा किन निस्किँदैन दमकल निस्किँदैन एम्बुलेन्स निस्किँदैन भन्ने कुरा हुन्छ यस्तो पनि कुरा हुन्छ दमकलहरूमा आगजनी भएको छ ए तपाईँले मेरो भाइ बुझ्नु न मान्छेका घर बाटो जम्मै भत्काउन सक्ने बालेन त्यहाँ पानी ल्याउन सकिँदैन उसैको डिजाइनमा नि हरेक छिनछिनमा स्टार्टर्स आउँथ्यो त अब तिमीहरूको कार्यक्रम सकियो अब तिमीहरू सेनासँग जाऊ सुशीला कार्कीलाई प्रधानमन्त्री बनाऊ भनेर भित्र बसेर चाहिँ स्टार्टस लेख्ने को दुर्गा प्रसाद हो कि बालेन हो बालेन यदि दोषी छ भने अहिलेको सरकारले बालेनलाई कारबाही केही पनि गर्न सक्दैन तर एउटा कुरो केही गर्न सक्दैन अहिलेको सरकारले यो सरकारले केपिएललाई पनि गर्न सक्दैन प्रचण्डलाई पनि बालेनलाई कसैलाई गर्न सक्दैन कसैले कारबाही गर्न सक्दैन कसैलाई गर्न सक्दैन यो त मैले अघि भनिन बसेर उठ्न नसक्ने सरकारले कसरी कारबाही गर्छ गर्दैन यिनीहरूको लुर धनु छामिसकेको छ मेरो उहाँ अनि रामसभा पुतली सडकमा बन्दुक भेट्दाखेरि यहाँ अदालतभित्र बेन्चमा रुने वकिल ओम गोर्खा सरियाल उहाँ पर बन्दुक भेटेको यहाँ श्रीमानका अगाडि गुवा मलाई मार्न ल्याएको रहेछ बन्दुक भनेर रुने त्यो अहिलेको गृहमन्त्री म प्रधानमन्त्री भएको थिएँ भने नि म त्यो राष्ट्रपति उपराष्ट्रपतिलाई जम्मैलाई घोक्रे ठ्याक लगाएर खाँदेर यी जम्मै नेतालाई डोरीले पाटा फर्काएर बाँधेर चाहिँ लिएर हिँडाएर चाहिँ लिएर जान्थे दुर्गा प्रसाईको शासन भन्न सजिलो छ गर्न गाह्रो छ केही पनि सजिलो गाह्रो थिएन शासन भनेको एक्जिक्युटिभ पावर एक्सर्साइज गर्ने त्यस्तै मान्छे आयो भने पुलिसले पनि काम गर्छ सेनाले पनि काम गर्छ अनि यस्तो लुर नभएको मान्छे आएपछि कहाँबाट काम गर्छ कमान्डर अनुसारको सेना प्रशासनको त मनोबल टुटिसकेको छ अनि त्यसरी खोलामा खेदी कुटिया छ त अनि किन उ गर्छन् त अब हेर्नुहोस् सबैभन्दा खतरा अहिले कसलाई छ तपाईँलाई थाहा छ त्यो रक्षा बमको वरिपरि लाग्नुहोस् है तपाईँहरू सबै चिज भेट्नुहुन्छ युएस एम्बेसीबाट जति पनि छ नि सबै सर्कुलर गर्ने त्यही बहिनी हो युएस एम्बेसीको सर्कुलर गर्ने त्यही रक्षा त्यही बहिनी हो अर्को के बम भन्ने छ अर्को भावना राउत सुमना श्रेष्ठ बालेन भिक्टरलाई तपाईँ बारम्बार किन टार्गेट गर्नुहुन्छ त किन टार्गेट गरेको हिजोदेखि त भनेको के टार्गेट गरेको त्यसै त उही त हो नि सबै यो सोसियल मिडिया फेक मिडिया चलाएर गर्ने रुटिन अफ नेपाल बन्द फेक मिडिया लाग्छ तपाईँलाई फेक त हो नि यस्तो फेक गरेर यो कस्तो समाचार हालेको हुन्छ तपाईँलाई थाहा छ बालेनले बिजुलीको पोल हाल्यो अरे बालेनको घर बेचेर ल्याएर हालेको अनि त्यस्तो समाचार बनाउने फेक समाचार होइन तपाईँलाई थाहा छ 23 गते र 24 गते 71,000 फेक ऊ चलेको छ यस्तो फेक चलाउनेलाई नि तपाईँको के भन्नुहुन्छ म ठाउँमा पुगेको थियो भने मलाई भगवान्ले त्यो ठाउँमा पुर्याउन भन्दै तपाईँले रक्षा बम सुमना श्रेष्ठ भावना राउत र यिनीहरूलाई तपाईँलाई थाहा छ यिनीहरूलाई सुदन गुरुङ के हो यिनीहरूको भूमिका यिनीहरूलाई अमेरिकन एम्बेसीले अलरेडी भिसा लगाएर राखेको छ यहाँ सफल भएन भने यिनीहरूलाई अमेरिकाले पगाउँछ ल त्यो पनि भन्ने उनीहरूको भिसा रेडी छ यहाँ तलमाथि भयो भने उनीहरू अमेरिका जान्छ त्यति सजिलो छ र भन्ने जति सजिलो हुन्छ अनि यहाँ त सजिलै त हुन्छ त दरबार हिँडेको ठाउँ 24 घन्टामा यत्रो सरकार ढलो केपिओली लुक्नु पर्यो यहाँ सजिलै त हुन्छ यहाँ के चिज सजिलो हुँदैन छटपछि फेरि यो देश सुदन गुरुङले चलाएको देश हो अहिले सुदन गुरुङले त जेन्जीबाट नेतृत्व गरिदिनु भयो त्यो समयमा त्यो विकराल परिस्थिति अवस्थामा त्यो छोड्दैन
त्यो यता छोडिदिनु सबै यिनीहरूको घुमाइ कुरा छोडेर कति नाम एउटा कुरा ल यो जेनजीका भाइ बहिनीहरू तपाईँसँग भेटघाट कतिको हुन्छ जेनजीका असली जेनजी छन् नि असली बाजेको पेडा भने जस्तो अहिले बुझेछन् जेनजीका बाबुआमाले वास्तवमा यो राष्ट्र बचाउने मान्छे धर्म बचाउने मान्छे संस्कृति बचाउने मान्छे चाहिँ दुर्गा परसाई हो र भ्रष्टाचार विरुद्धको सबैभन्दा बढी आवाज उठाएको दुर्गा परसाई हो यो आन्दोलनको जग भनेको दुर्गा परसाई हो यो जग अर्काले घर बनाउन खोजे बिग्रियो अब दुर्गा परसाईले नै यो जगमा घर हाल्नुपर्छ भन्नेमा पुगे छठपछि त्यो जेनजीहरू तपाईँको साथमा सडकमा देखिन्छ तपाईँले छठपछि नसोचेको आन्दोलन हुन्छ यो जुन फटाइ गर्ने छन् नि यिनीहरू त जेल जान्छ सिंहदरबारमा आगो लाउने मान्छे छन् नि गयो तिनीहरू जेल कसले लगायो त सिंहदरबारमा आगो त्यो आइहाल्छ नि अनि को बुलेटमा चढी अनि त्यहाँबाट चाहिँ नि को आएको थियो केमिकल युज गरेको छ त्यहाँ पेट्रोल पनि होइन केमिकल सबै प्लान गरेर बुझ्नुभयो त्यो त 23 गते नै घुसपैठी भएको विभिन्न समाचार माध्यमहरूमा 23 गते त यस्तो भन्ने जेनजीको सबै ट्रेनिङ भएको थियो कलेजमा सबै ट्रेनिङ पैसा दिएर अनि बच्चा लाने बच्चा मराउने बच्चा मराएपछि आक्रोश हुन्छ आक्रोश भएपछि अनि त्यो आक्रोशमा प्री प्लान हो नि त तपाईँले पनि त बुझेर मलाई खतरा छ भन्दै हुनुहुन्छ त अस्ति तपाईँलाई पनि खतरा छ तपाईँलाई भन्दा बढी खतरा मलाई छ अब खतरासँग खेल्दैपछि नै झन् खतरा हुन्छ होइन पत्रकारितामा आइसक्यो डरकै आगे जिताए भन्छ नि त्यही हो पत्रकारमा के छ जिन्दु मृत्यु होइन मृत्यु भनेको अमृत हो यदि त्यो ज्यानको डर राख्यो भने त पत्रकारिता किन गर्ने हो त्यही भएर तपाईँ हामी तपाईँलाई राष्ट्रको माया छ कि छैन त्यो त जनताले भन्छन् तपाईँहरूले भन्नुहुन्छ हो माया छ भने अब यो फेक मिडिया फेक न्युज फेक गर्ने मान्छेलाई खेदौँ म आज यो ठाउँबाट एउटा खुलासा गर्न गइरहेको छु उहाँको कुराहरू अन्तर्वार्ताकै बिचमा मलाई एउटा कुरा भन्नै मन लाग्यो यहाँहरूले 23 र 24 गतेको घटनाको बारेमा म कुनै केही कुरा भन्दिनँ तर 20 गते 21 गतेको पोस्टहरूमा जुन जेनजीको प्रदर्शनमा सहभागी हुन आउनु भनेर जुन प्रमोट गरिएको थियो विभिन्न भिडियोहरू विभिन्न सामाजिक सञ्जालमा पोस्टहरू आइरहेको थियो त्यो भिडियोहरूमा सिंहदरबार जल्नुभन्दा अगाडि नै जलेको फोटोहरू सार्वजनिक भइरहेको थियो विभिन्न आइडीहरूबाट त्यो आइडीहरूको खोजी गरियोस् त्यो आइडीहरू डिलिट गरिएको छ त्यो पोस्टहरूको खोजी गरियोस् किनभने 23 र 24 गतेको घटना हो 23 गते गोली चल्यो 24 गते सिंहदरबार या विभिन्न ठाउँमा आगजनी भयो तोडफोड भयो तर 20 गते नै 22 गते नै विभिन्न सामाजिक सञ्जालहरूमा सिंहदरबार जलेको र त्यसपछि संसद भवन जलेको पोस्टहरू एआईबाट बनाइएका पोस्टहरू व्यापक रूपमा सामाजिक सञ्जालहरूमा देखिरहेका थियो त्यो पोस्टहरू हामीले धेरै खोज्ने प्रयास गर्यौँ आज त्यो पोस्टहरू हराएको छ साइबर ब्युरो नेपाल प्रहरी अनुसन्धान गर्ने निकायहरू यसतर्फ ध्यान जाओस् यसको पनि अनुसन्धान गरियोस् विभिन्न आइडीहरू डिलिट भएको छ र त्यो पोस्टहरू हामी जुन 23 गतेको माइती घरमा जुन प्रदर्शन थियो त्यहाँ हामी पुगेका थियौँ यसको बारेमा यहाँलाई जानकारी छ कि त्यो पोस्ट मसँग छ बुझ्नुभयो सिंहदरबारमा आगो लगा यति पछि सर भन्ने सुद्धा पोस्ट मसँग छ तपाईसँग छ मसँग अलरेडी उ गरेर राखेको छु हो किनभने 23 गतेको प्रदर्शन थियो हामीले 22 गतेबाट त्यो फेसबुकहरुमा के देख्थ्यौ भने संसद भवनमा आगो लगाएको मलाई यति सुद्धा छ कसले लेखेर कहाँबाट पठाएछ कुन त्यो ह्याशट्याग के भन्दो रहेछ नि एउटा तिनीको ट्रेन्डिङ छ ट्रेन्ड नै चल्यो ट्रेन्ड अनि एउटा उ चलाएको थियो नि नेपो बेबी त त्यो नेपो बेबी त त्यो छोड्दिन न त्यो नेपो बेबी त केही होइन त्यो अर्को एउटा के भन्दो रहेछ नि उ छ मसँग छ सबै टेन्सन नगर्नुहोस् म अबको अस्ति 10% देखाएँ 10% देखाउँदा यति भयो यिनीहरूको अब अहिले 20 अस्ति 10 मिनटको भिडियो छ त्यति देखाउँदा त्यति भयो अब 20 मिनटको बनाउँदैछु अहिले यो 20 मिनटको बनाइसकेपछि नि अनि अनि यिनीहरूको कसरी जान्दो रहेछ भन्ने कुरो नेपालीले घरबाट नि खुर्पा र खुकुरी लिएर जान्छन् यिनीहरूलाई खेद्नलाई यिनीहरूका सोसियल मिडिया कहाँ पुर्याउँछन् हेर्दै जानुहोस् सबै कति समय लाग्छ यो सबै छ तपाईले एउटा कुरो 22 गते 23 गतेको कार्यक्रम थिएन 22 गते बालनले गरेछ नि मैले के भनेको छु जेनजीलाई सघाउन म पनि जान्छु बच्चा बच्चीको आन्दोलन हो मिराज ढुङ्गानासँग त तपाईको भेटै भएको हैन त्यस पछाडी 22 गते 12 बजे मैले पोस्ट गरे म जान्छु भनेर 2 बजे बालनले के भनेछ दुर्गा प्रसादहरु नआउनु भन्ने टाइपको गरेछ तपाईको नाम त ल्याएको छैन तर अभियन्ता पागल भनेर भनेको छ उ सज्जन भएको हो यहाँ सुन्नु न अब के सुन्नु न अहिले दुर्गा प्रसाद इन्फर्मेसन कसरी ल्याउँछ भन्ने कुरो त उसलाई थाहा नै छैन ए सबै मैले ल्याएर राखेको छु सबै छ नआतिनुहोस् नेपाल प्रहरीले यदि माग्यो भने सहयोग गर्नुहुन्छ सबै मसँग छ नेपाल प्रहरीलाई दिएर के अनि यो प्रहरीले कामै गर्दैन के काम गर्छ यो प्रहरी बिचारा आफ्नै ज्यान जोगाउनु र जागिर जोगाउन फुर्सद छैन दिने ठाउँमा म दिन्छु दिने ठाउँमा गइसकेको छ त्यही भएर त यिनीहरूको 12 बज्दैछ त
अहिले मन्त्रीमण्डलहरू गठनदेखि लिएर सरकार यिनीहरूले मन्त्रीमण्डलै बनाउन सक्दैन हो र अनि पुरुषोत्तम यादव मन्त्री बन्दैछ भन्ने खबर कहाँबाट आयो तपाईँलाई अस्तिको दिन मन्त्रीमण्डल बन्ने भनेर नाम सिफारिस भएको थियो तर बनाउन सक्दैन पुरुषोत्तम यादवजी तपाईँसँग काम गर्नु भएको छ मसँग त 6 महिना मसँग बसेर काम गरेको हो नि पुरुषोत्तम मेरो जेनजीको प्रदर्शनमा सिडिओ कार्यालयबाट अनुमति लिने मान्छे अनुमति ल्याउने अरु को भेट हुन्छ तपाईको भन्नु होइन भेट त होइन उनीहरुसँग त मेरो यस्तो भेट हुने मान्छेहरु चाहिँ धेरै छन् हैन किन भन्ने तर अबको 10 दिन भित्रमा जेनजीका सबै 95% मान्छे त्यो बैशाखी टेकेर मेरैमा आउँछन् घाइतेहरु हेर्दै जान्न जसलाई राष्ट्रको माया छ जसलाई धर्मको माया छ जसलाई देशको माया छ ती सबै आउँछन् तपाई पनि आउनुहुन्छ दुर्गाजी अब चाहिँ भनेर हामी त आजै आएका छौं ल तपाई आज त इन्टरभ्यु लिन आउनु भएको हैन ढिलो होस् चाँडो होस् हैन मैले हान्दाखेरि चाहिँ कस्तो हुन्छ भने पड्किन्छ क्या सञ्चारकर्मीहरुको भूमिका कस्तो छ अहिलेको अवस्थामा सञ्चारकर्मीहरुको भूमिका ठुलो मिडियाहरु जस्तो अहिले आएर चाहिँ सेतो पार्टी एउटा हेर्नुस् त्यो उतैको 12 खरी उतैको अनलाइन उतैको उतै भन्नाले कताको उनीहरुकै डलरकै हो है अब यहाँ छ अब त्यो अहिले के कुरा गर्ने यिनै त हुने बिगार्ने जसले गोविन्द केसी बोके नि हिजो त्यही ग्रुप हो यो गोविन्द केसी एन्ड कम्पनीले चलाएको छ देश जसले देशमा मेडिकल कलेज अब कल्याण श्रेष्ठहरु प्रधानमन्त्री अब कल्याण श्रेष्ठ प्रधानमन्त्री हुने तयारी गर्दैछन् सुशीलालाई हटाएर अनि यिनीहरुको भाड सुरु हुन्छ त्यहाँ अनि त्यस पछाडी सन्दुक रोहितको कस्तो छ भूमिका सन्दुक रोहित त अनि अस्ति सुदन गुरुङले भने त हाम्रो त गुरु नै भनेको उहाँ हो बारबारा फाउन्डेसनको अध्यक्ष भनेकै उहाँ हो सबै कुरा उहाँ भनेको त भगवान हो भन्छन् मैले भने सन्दुक रोहित जस्ता आँखाका डाक्टर त 3000 छन् नेपालमा अनि सन्दुक रोहितलाई चाहिँ भगवान बनाइन्छ अरूले चाहिँ के आँखाका अपरेसन गर्दै आँखा फुटाउँछ अन्तिम प्रश्नतिर छु यो बीचमा मैले समाचारहरू हेरिरहँदा के देखेँ भने दुर्गा परसाईज्यूको जुन हस्पिटल छ त्यहाँका स्टाफहरूले तलब पाएन हो के छ के को तलब पाउँदैनन् तलब पाएको सबै मेरो राम्रो भएको थियो अब मलाई के गरेर तान्ने मलाई केटीको मुद्दा लगाउने कि यस्तै मुद्दा लगाएर बेइज्जत गराउनलाई यहाँ लागे क्या षड्यन्त्र हो यो षड्यन्त्र दुर्गा परसाईज्यूलाई बदनाम गर्ने षड्यन्त्र हो तपाईँ एउटा काम गर्नु न तपाईँ मधेसका तपाईँ कुन ठाउँको घर सप्तरी होइन सबैभन्दा बढी सप्तरीका डाक्टर छन् त मेरामा फोन गर्नु डाक्टर वीरेन्द्र यादव ती छ त यहाँ रेडिएसन ओन्कोलोजी ऊ हरिकृष्ण यादव के यादव जम्मै ती छन् त 50 जना छन् यार मधेसका डाक्टर त्यहाँ कसो हाल कुरा गर्नु सोध्नुहोस् त तलब दिएको छ कि छैन यो सबै एक किसिमको भ्रम फैलाउने दुर्गा परसाई नेपालको इतिहासमा सबैभन्दा बढी नर्सलाई तलब दिने हस्पिटल मेरो हो अरूले 15000 16000 रहेछ मैले चाहिँ 27000 दिएको छु 27000 एउटा नर्सले मेरोबाट 40000 लान्छ 12 घण्टा काम गर्यो भने 40-42 हजार के कुरा गर्नुहुन्छ हौ तपाईँ यो देश कतातिर गइरहेको छ अब सम्भावना के हेर्दै हुनुहुन्छ यो देश व्यवस्था परिवर्तन भएर हिन्दू अधिराज्य आएन भने नि यो देश नर्थ इस्ट नेपालको नर्थ इस्ट छ नि 1 नम्बर प्रदेशको झापा मोरङ सुनसरी छोडेर अरू टुक्रिँदैछ त्यो टुक्रेर नागाल्यान्डसम्म अर्को देश बनाउनलाई त्यो कोकोल्यान्ड भन्छ नि एउटा त्यसमा गएको छ त्यो सम्भव छ र यो कुराहरू भन्न सकिँदैन यस्तो हुँदो रहेछ रातारात अनि यसरी खेलेको हुँदो रहेछ विदेशीहरूले यिनीहरू त यस्तो नि त अमेरिका जोसुकै होस् एम्बेसेडर आइसकेपछि त विदेशी कुटनीतिक पो गर्नुपर्ने त यहाँ त धर्म फैलाउने एनजिओहरू चाहिँ नि ऊ गर्ने भने त धर्म राम्रो काम गर्नुपर्ने धर्म फैलाउने अनि यस्तो गर्दा रहेछन् सबैभन्दा पहिला एनजिओ र आइएनजिओ छ नि यो खेद्नुपर्छ यहाँबाट जहाँ एनजिओ र आइएनजिओ पस्यो नि इराक पनि त्यही भएको इरान पनि त्यही भएको होइन हामीले एआईमै सर्च पनि गरेको थियौँ अस्ति भिडियो पनि राखेका थियौँ एनजिओ आइएनजिओ द्वारा बिगाडिएको देशमा लिस्टमा 4थो नम्बरमा नेपाल आउँछ हो त एआईबाटै हामीले त्यो गरेका थियौँ रिसर्चहरू गर्दा बुझ्नु भने नि अब बुझे त मान्छेले बुझेपछि बालन कुन कस्तो खालको पास्टर रहेछन् है अर्को कस्तो पास्टर रहेछ अर्को कस्तो पास्टर रहेछ अर्को कस्तो पास्टर एउटा कुरा बालेनज्यूमाथि त जनताको विश्वास व्यापक छ नि बालेनको बारेमा बोल्यो भने सोसियल मिडियामा मात्रै जाउँ न सोसियल मिडिया त त्यही पब्लिकले चलाएको होइन र तपाईँ एउटा काम गर्नु न बालेनको घर कहाँ हो मौतरीमा बालेन र तपाईँ उठ्नु न चुनावमा त सोसियल मिडियाले हाल्दैन होला नि त मोबाइलले बट हातले पो हाल्नु बालेनसँग हामी कहाँ सक्छौँ र चुनाव जित्न सक्छौँ र तपाईँ यो कुरा नगर्नु न
बालनको पनि दारी छ तपाईँको पनि दारी छ त अनि के त कपाल पनि त्यस्तै छ तपाईँ चाहिँ के तपाईँ र त्यस बालनमा के फरक छ ऊ बरु बोल्दैन तपाईँ बोल्नुहुन्छ ऊ राष्ट्रघाती काम गर्छ तपाईँ गर्नु हुँदैन राष्ट्र बचाउने काममा हुनुहुन्छ कति फरक छ तपाईँ र कस्तो खालको कुराहरू जनताले त आखिर जनताले पत्याएका तपाईँलाई पत्याएको छ अहिले ल यति चाहिँ बुझ्नुहोस् ल दर्शकबिन विभिन्न खुलासाहरू उहाँले गर्नुभएको छ उहाँका कुराहरू सुन्दाखेरि आफै अचम्मित भइहाल्छौँ हामी किनभने उहाँसँग जुन प्रश्न गर्छौँ उहाँले फ्याट्टै मोबाइल निकालेर हामीले प्रमाण देखाइदिनुहुन्छ र कतिपय प्रमाणहरू हामीले देख्यौँ हामी चकित छौँ केही प्रमाणहरू हामी आज जनताको अगाडि राखिरहेका छौँ र यो प्रमाणहरू उहाँले हामीलाई दिनुभएको छ यो प्रमाणहरूको सत्यता के छ कि यो निराधार हो यस विषयमा सम्बन्धित निकायले निष्पक्ष छानबिन गर्न अति आवश्यक छ होइन भने यो देशलाई कतातिर कसले लैजाँदैछ भन्न सकिँदैन हामी कसैसँग पनि पक्षपात भएर रिपोर्टिङ गर्दैनौँ हामी निष्पक्ष पत्रकारितामा विश्वास गर्छौँ र आज यही विश्वासको कारण एसटिपी खबर जनताको विश्वासिलो च्यानल बन्न पुगेको छ।